D Entertainment presents Ghayal. ए सुरज साथी कता हो एक्लै उदास भएर? के हुनु गिरी साथी यार, दाइ फेरि त्यो केटीको फोटो हेरेर टोलाइराख्नु भएको छ। दिनरात त्यो फोटो हेरेर आउँछ कि भनेर आशा मानेर बसिराख्नु भएको छ। ए हो र, यस्तै बेला दाइलाई झन् साथ दिनुपर्छ, हाम्रो एकदम आवश्यक छ। जाउँ जाउँ साथी। होइन साथी, म त दाइलाई सम्झाउँदा थाकिसकेँ। होइन सुरज साथी, यसपालि हामी दुईजनै भएर सम्झाउनु पर्छ दाइलाई, के हुन्छ। जाउँ। हो र, जाउँ न त एकचोटि। दाजु दाजु त यहाँ टोलाएर बस्नु भएको यार। दाजु 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 हँ? कहाँ यसो टोलाएर बसिरहनु भएको तपाईँ? भाइहरू, यो जालिम दुनियाँमा म विश्वासको खेती गरिरहेँ, त्यसैले त आज म एक्लै भएँ। होइन दाजु, यसरी त हुँदैन। अझै आधा जिन्दगी बाँकी छ, धेरै गाह्रो हुन्छ त कटाउन। दाजु सधैँ उसको लागि सम्झेर जिन्दगी काटेर त हुँदैन, चल्दैन। होइन केटा हो, यो जुन उसको यादमा बिताउँछ, भाग्यमा त रहेन हो, यादमै भयो नि सजाउँछ। होइन साथी, हाम्रो दाजु त साह्रै विरक्ति भयो। हाम्रो कालीले पनि एउटा यस्तै हुनुहुन्थ्यो, मायामा पागल परे नि। अहिले मोक्ष प्राप्ति गरेर बस्नु भएको छ भन्ने सुनेको छु। कतै हाम्रो दाजुलाई पनि कालीदाईसँग भेट भयो नि त, होइन? अझै नि हो नि, हाम्रो दाजुलाई पनि उहाँलाईसँग लगेर एकचोटि भेटाउनु पर्ने छ। ल जाउँ दाजुलाई उठाउँ। दाजु जाउँ। कहाँ थियो त हिँडेको साथी? दाइ त शान्ति खोज्न ऊ त डाँडामा पुग्नु भएको छ त। कहाँ लिएको मलाई यति टाढो? शान्ति पाउनुको लागि त दुःख गरै पऱ्यो नि मेरो दाइ। अरू दाजु यतै डाँडातिर भेट्नुहुन्छ है? त्यही डाँडामा हुनुपर्छ दाइ पक्कै पनि। हाम्रो त शान्ति खोज्न पक्कै पनि यही जानु भएको छ होला। हाम्रो दाइ शान्ति खोज्नु यति टाढा आउनु पर्यो साथी। जाउँ। हेलो सन्चै आरामै के छ? माइ टेक्स्टिङ। हेलो 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 के फेरि त्यो केटीको फोटो हेरेर टोलाउनु थाल्नु। उहाँ आसिन साथी यार, उहाँ हात यस्तो गरेर बस्दा हातै लिँदैछ होला यार। हामी यहाँ आउने आउँदैन। उसले रचेको याद हुँदैन नि। यो जालिम दुनियाँमा म विश्वासको खेती गरिरहेँ, त्यसैले त आज म एक्लै भएँ।